हाम्रो सिक्किम प्रहरीको तर्फबाट कतिवटा युनिट्स यो मक ड्रिलमा इन्भल्भ हुन्छ होला, जस्तो हाम्रो पुलिस स्टेशन्स, सिक्किम फायर एन्ड इमर्जेन्सी सर्भिस, होमगार्ड एन्ड सिभिल डिफेन्स, स्टेट डिजास्टर रिस्पोन्स फोर्स, यी सबै युनिट्सलाई आदेश भइसकेको छ र आज 7 तारिक यो युनिट्स सिङताममा दिउँसो र ग्याङटक डिस्ट्रिक्ट भरि अनि यिनीहरू अपरेसनल हुन्छ होला। अघि मुख्य सचिव महोदयले जुन प्रकार भन्नुहुन्थ्यो, म पनि यही आह्वान गर्न चाहन्छु कि कहीँ पनि प्यानिक गर्ने कुनै काम छैन। यो हाम्रो इमर्जेन्सी रिस्पोन्स प्रिपेरेडनेस, हामी कतिको सक्षम छौँ, हामी कतिको तालमेल मिलाउन सक्छौँ, हामी कतिको कोअर्डिनेसन गर्न सक्छौँ, यो एउटा टेस्ट मक एक्सर्साइज हो, एउटा एक्सर्साइजको रूपमा हो। यो असल परिस्थिति त्यस्तो केही आइपुगेको छैन। हामी त आफ्नो टेस्ट गर्दैछौँ, एउटा परीक्षा लिँदैछौँ कि हामी जनता र विभिन्न विभागहरू कतिको सक्षम छौँ, प्रिपेयर्ड छौँ, र जहाँ जहाँ हाम्रो राम्रो हुन्छ होला त्यो पनि विवेचनामा आउँछ र कहाँ कमी हुन्छ होला हामी त्यसलाई दूर गर्छौँ। तपाईँलाई यादै भएको कुरा हो, यो भारतभरिमा 244वटा डिस्ट्रिक्ट्समा आज यो एक्सर्साइज चाहिँ साइमल्टेनियसली भइ नै राखेको छ अनि हामी चाहिँ सिक्किममा पनि कन्दामा कन्दा मिलाएर देशवासीहरूसँग चाहिँ यो ड्रिल गरि नै राखेको छौँ। खाली फिडब्याकको रूपमा हाम्रोमा आएको थियो कि कतिजना मानिसहरूको मनमा कन्फ्युजन हुँदैछ, के पो हुँदैछ कि केही मुस्किल परिस्थिति आइरहेको छ सिक्किमको लागि। त्यस्तो केही छैन, हामी क्लियर गर्न चाहन्छौँ, त्यस्तो केही छैन। खाली आफ्नो प्रिपेयर्डनेस, आफ्नो सक्षमतालाई टेस्ट गर्नुको निम्ति विभिन्न विभागहरू अनि कोअर्डिनेसनको निम्ति पब्लिकसँग मिलेर हामी यो गरिरहेको छौँ।